हेलो एभ्रिवान, आउनुहोस् तपाईहरुलाई आज म अर्को BMW को नयाँ सिरिज देखाउँछु। यो चाहिँ आबुधाबीमा हो। हामीले चाहिँ यो गाडीहरु रेन्टमा दिने हो, सबै रेन्टमा छ। हाम्रो रेन्ट कम्पनी चाहिँ थ्रिफ्टी आबुधाबी हो। हामीसँग चाहिँ धेरै ठुलठुलो गाडीहरु, लग्जरियस गाडीहरु चाहिँ रेन्टमा छ। प्राय चाहिँ सबै सानोहरु जान्छ, यिनीहरु चाहिँ प्रिमियम कारहरुमा चाहिँ अलि कमै जान्छ। किन भन्दाखेरि अलि एक्सपेन्सिभ हुन्छ नि त, त्यही भएर अलि कम जान्छ यस्तो गाडीहरु। अनि आउनुहोस् म तपाईहरुलाई सर्र देखाउँछु यो गाडी। भित्र हेर्नुस् यो गाडीको। अनि भित्रको सिट यस्तो मजाको छ, लेदर सिट। अनि हाम्रो यो ढोकामा एउटा मोबाइलको स्क्रिन राखेको छ। मोबाइल जस्तै एउटा स्क्रिन राखेको छ। यसमा चाहिँ हर फंक्सन तपाईले ब्लुटुथबाट कनेक्ट गरेर चलाउन सक्नुहुन्छ। दुईपट्टि ढोकामा छ, हेर्नुस् त कस्तो मजाको छ हैन। तपाईले चाहिँ यसमा जे चाहे त्यो चलाउन सक्नुहुन्छ के यहाँबाट चाहिँ। एकदमै नयाँ गाडी हो। अनि यो चाहिँ लेटेस्ट मोडलको गाडी हो। त्यसमा लेटेस्ट मोडलमा मात्रै आउँछ। अनि यसको ढोका चाहिँ अटोमेटिक बन्द हुन्छ। तपाई भित्र बस्नु भयो भने यो ढोका अटोमेटिक बन्द हुन्छ के। भित्रको चाहिँ यो इन्टेरियर एकदम राम्रो छ। अब फिचरको कुरा गर्नुपर्दा सबै फुल फिचर भएको गाडी हो। पावर विन्डो यो सबै, अब यो त नयाँ गाडीहरुमा यो त भन्नै परेन हैन। यसमा सबै फुल फिचर छ। भित्र यस्तो राम्रो लुक्स छ हैन, भने जस्तो गाडी छ के। एकदम लग्जरियस गाडी हो, प्रिमियम गाडी हो। एकदम राम्रो गाडी छ। ल गाडी चाहिँ यो मलाई चाहिँ एकदम बवाल लाग्यो यो गाडी। तपाईहरुलाई कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला। फेरि म अर्को भिडियोहरु पनि लिएर आउने छु। धन्यवाद।